साथीहरू हामी चाहिँ बस्या बजारमा छौँ। मेरो नानी र म हामी घरदेखि दोकान जाँदैछौँ। मेरो छोरीको स्कुलको बस उसको डटहरू हाल्ने बस छैन, पुरानो भएको चाहिँ थियो र पुरानो भएको कारणले चाहिँ उसले नयाँ लिने भएर चाहिँ हामी दोकान जाँदैछौँ। मेरो छोरीले कस्तो बस किन्छौँ जाँदैछौँ। मेरो छोरी माई डटर मेरो छोरी हो है। चाहिँ उसको स्कुल एक्जाम सकेर स्कुल बिदा थियो नि त, त्यही भएर उसको भोलि स्कुल लाग्छ, त्यही भएर फाइनली हामी चाहिँ भुवन कस्मेटिक पसल आइपुग्न हामी त्यहाँ जाँदैछौँ। हेर्नु न भ्यू कति राम्रो छ, आकाश कति राम्रो छ है। हाम्रो बच्चा बजार एकदम राम्रो छ। छोरी आइ भन्दैन हौ एकचोटि युट्युब ग्रुपलाई नमस्ते पनि भन्दैन। हामी चाहिँ फाइनल्ली पसल आइपुगिसक्यो, कहाँ आएको यहाँनिर रहेको छ हाम्रो भुवन कस्मेटिक पसल। तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँनिर सम्पूर्ण गिफ्ट आइटमको साथै स्क्रिनको लागि लाउने सम्पूर्ण कुराहरू पाइन्छ है। मेरो छोरी आउँदैछिन् अनि यहाँ खान्छन्। मेरो छोरी जाँदैछिन्। यहाँ चाहिँ हाम्रो भुवन कस्मेटिक पसल, यहाँ सम्पूर्ण आइटमहरू पाइन्छ है साथीहरू। मेरो छोरीले छान्दैछिन्। उहाँ चाहिँ हाम्रो साउ हुनुहुन्छ। उहाँ चाहिँ यहाँ चाहिँ लेडिज आइटमहरू है, अनुहारको लागि लाउने सम्पूर्ण क्रिमको तेलहरू सबै पुलिसहरू सबै पाउँदैछ। मेरो छोरीले छान्दैछन्, हेर्दैछन् कस्तो मन पराउँछन्। कस्तो छ खै बहिनीले देखाउँदै हुनुहुन्छ। ए हो, अरू कलर पनि हेर न त। यहाँ चाहिँ ब्यागहरू पनि पाउँछ है साथीहरू। सम्पूर्ण सामानहरू पाइन्छ क्या यहाँ चाहिँ, कतै धाउनु पर्दैन। हजुर चुज गर्यौ? सजिलो सहुलियत सुपथ मूल्यमा पाइन्छ यहाँनिर चाहिँ। हजुर कुन मनपर्छ तिमीलाई त्यही लिएर न। हजुर पछाडि पनि चेन भएको दिदीलाई सोध न। छैन अरे, ठिकै छ त, हेर न मजाले कुन मन पर्यो भने लियो एउटा। यसको कलर फेरि फेभरेट पिङ्क कलर हो, दिदीले त्यही देखाइदिनु भयो। फेरि कन्फ्युज। यता हेरेर देखाउ त। ब्लू पिङ्क कलर तिम्रो बेस्ट होइन नि? मैले भन्ने त तिमी लियो न, कुन मनपर्छ? मान्छेको भिड हेर्नुहोस् न। लियो न, लियो यो आइटम भनेको लियो न त, अर्को पनि रहेछ त, हेर न त। यहाँ चाहिँ गरगहना नि पाइन्छ है साथीहरू। यहाँ चाहिँ गरगहना नि पाइन्छ। उहाँ चाहिँ साउदी। सबै कुराहरू पाइन्छ क्या हाम्रो यो भुवन कस्मेटिकमा चाहिँ, सबै चिजहरू पाइन्छ। तीज पनि आउँदैछ, त्यही भएर उहाँहरूले अफर पनि लाउँदै हुनुहुन्छ अरे, भन्दै हुनुहुन्छ। के को अफर आउँछ भनिदिनु त तीजको लागि? हो र, ल सुन्नु है सबैजनाले, यहाँ तीज अफर पनि लाग्दैछ। तीज पनि आउँदै गरेको हरितालिका तीज। दाजु तीज अफर के छ? तीज अफर के छ भनिदिनु त, आउँदै गरेको तीज अफर। तीज भर्खर आउँछ, लगाउला नि टिकटक हेर्दै गर्नु। हस् हजुर कुन मन पर्यो त्यही लिया न। भन्नु न, तिमीलाई जुन मनपर्छ त्यही लिया न। ल तिमीलाई कुन लिनु लागेको छ हो त्यही लिया ल। म जुनै लिए पनि ओके, मैले बोक्ने होइन नि त, तिमीले बोक्ने हो नि त। दुइटै राम्रो छ। पिङ्क मनपर्छ होइन?
त्यो पिङ्क नै लियो न त नि त्यही हो के हो बुझाउ मामालाई त्यो दिने भनेर नेल पुलिस आइटमहरू यहाँनिर छ चिम्टी आइटम यता छ लाबर आइटमहरू सानो क्लिपहरू यता छ चुरा आइटमहरू सम्पूर्ण चिजहरू पाइन्छ यहाँ भुवन कस्मेटिकमा चाहिँ एकदम सुपथ मूल्यमा मिलाएर दिनुहुन्छ उहाँले अझै यहाँ पनि छ है चिम्टीहरू मामालाई भन मिलाएर दिनु भन है मामालाई कति यस्तो 600 मिलाएर भन्नु फाइनली हामी चाहिँ पर्स किनेर हामी घर फर्किँदैछौँ दोकानबाट बाहिर निस्किसक्यौँ बाई बाई साथीहरू